मध्य पूर्वमा महायुद्धको सङ्केत, अमेरिकी र इजरायली आक्रमणमा इरानी सर्वोच्च नेता खामेनीको मृत्यु, इरानद्वारा भीषण बदलाको घोषणा। मध्य पूर्वको राजनीतिले दशकौँपछि सबैभन्दा ठूलो र भयानक मोड लिएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य कारबाहीका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि यस क्षेत्रमा पूर्ण स्तरको युद्ध सुरु भएको छ। फेब्रुअरी 28 को मध्यरातमा अमेरिका र इजरायलले इरानका प्रमुख सैन्य र राजनीतिक केन्द्रहरूलाई लक्षित गरी अपरेसन जेनेसिस नामक संयुक्त हवाई आक्रमण सुरु गरेको थिए। अमेरिकी गुप्तचर निकाय CIA र इजरायली मोसादको विशेष सूचनाका आधारमा गरिएको प्रेसिज स्ट्राइक नामक तिराथन स्थित कमान्ड सेन्टर ध्वस्त हुँदा खामेनीको मृत्यु भएको पुष्टि भएको छ। व्हाइट हाउसले यसलाई आतंकवादको केन्द्रमाथि अन्तिम प्रहार भएको भनेको छ। आफ्नो सर्वोच्च नेताको मृत्युपछि इरानले इजरायल र मध्य पूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा सयौं ब्यालिस्टिक मिसाइल र आत्मघाती ड्रोन प्रहार गरेको छ। इजरायलका तेल अभिव र हाइफा शहरमा मिसाइल खस्दा ठूलो भौतिक क्षति भएको छ। यद्यपि इजरायलको आइरन डोम र एरो प्रणालीले अधिकांश मिसाइल आकाशमै नष्ट गरिदिएको थिए। पेन्टागनका अनुसार इजरायलको मिसाइल प्रहारबाट इराक र सिरियामा रहेका आधार शिविरमा कम्तीमा 3 अमेरिकी सैनिकको मृत्यु भएको छ। रिभोल्युसनरी गार्ड IRCG ले विश्वको प्रमुख तेल मार्ग स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको छ। यसको प्रत्यक्ष असर विश्व बजारमा परेको छ, जहाँ कच्चा तेलको मूल्य प्रति ब्यारेल $120 नागेको छ। यदि यो मार्ग लामो समय बन्द रहेमा विश्वभर इन्धनको चरम अभाव हुने देखिएको छ। रसिया र चीन दुवै देशले अमेरिका र इजरायलको कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै भर्त्सना गरेका छन् र तत्काल युद्धविरामको माग गरेका छन्। बेलायतले अमेरिकालाई पूर्ण समर्थन दिएको छ भने युरोपेली युनियनले आफ्ना नागरिकलाई मध्य पूर्व छोड्न आग्रह गरेका छन्। इरानमा नयाँ नेतृत्व चयनको प्रक्रिया अन्यलमा रहेकै बेला इजरायलले लेबनानमा हिजबुल्लाह विरुद्ध पनि थप मोर्चा खोलेको छ। विज्ञहरूका अनुसार यो युद्ध केवल 3 देश मात्र सीमित नभई तेस्रो विश्वयुद्धको आधार बन्न सक्ने खतरा बढेको छ।